सो हेलो गाइज, के छ सन्चै हुनुहुन्छ? आज चाहिँ हामी यता दिदीलाई सामान लिन जाँदाखेरि चाहिँ हामी आज दिदीलाई सामान पुर्याउन दिदीकोबाट लिन गएका थियौँ। हेर्नुहोस् त्यही दृश्य, हाम्रो यो बाबुङ स्कुल चाहिँ यो हाम्रो बाबुङ स्कुल हो र यस्तो छ हाम्रो माथि डाँडाबाट देखिने दृश्य। हेर्नुहोस् त पुरा जङ्गल कहाँ राम्रो छ र होइन। टक्क हाम्रो घर चाहिँ यहाँ पर्छ, त्यही हो। यहाँ हुँदै यस्तै भिर खर छ। हामी भर्खर 2टा झोला लिएर आएको थियौँ गाइज। ल हामी चाहिँ दिदीकोबाट भारी पनि लिएर आइसक्यौँ। घर आउँछु त बाप रे ठुला डबिनमा खिर पो छ त। अब के गर्नु त, खिर त अब चढाएको रहेन। अब चट्टसँगले सब्जी यस्तो रहेछ। हेर्नुहोस् त भात पनि रहेछ, भात खानेलाई भात, खिर खानेलाई खिर, सब्जी खानेलाई सब्जी र चट्ट त्यही हो। मैले चाहिँ आधी बोटुको खिरले खाना चाहिँ होइन चढाउन हो र टक्कसँगले मैले विभिन्न हेर्नुहोस् त हाम्रोमा सब्जी त कति हो कति र यो खिर चढाउनको लागि चाहिँ मैले फाइनल्ली कोलाको पातहरू ल्याएर रेडी पनि पारिसकेँ। र यो खिर चाहिँ मुख्य भगवान हुनुहुन्न, मुख्य भगवान अरू सब बुढा भगवानहरूलाई जम्मा 5वटा पातमा चढाउने गरेको छ गाइजहरू। र यो देख्न सक्नुहुनेछ, यो 7 भाग लगाएको, 1 2 3 4 5 6 7 भाग लगाएको यो ठाउँमा टक्क, 1 भाग लगाएको फेरि यो ठाउँमा टक्क, र गाइज फेरि यो 1 भाग यो ठाउँमा र यो 1 भाग यो ठाउँमा, यो डाडुमा र यो बाल्टीमा पनि एउटा चट्ट। ल त्यही हो गाइजहरू, यो बाल्टी पनि राखिदिउँ। अब यो चाहिँ मेरो बटुकाको खिर, यो थोरै अगेनामा चढाइदिउँ र त्यसपछि चाहिँ दाब्ने हो। थोरै अगेनामा हालिदिन्छु म, चट्टै यो अगेनामा सरसर। र मैले चाहिँ यो बटुकाको अब सेवन गर्न लागिसकेँ गाइज, त्यही हो। ल अहिलेसम्म पनि लाइक सब्सक्राइब गर्नुभएको छैन, लाइक सब्सक्राइब गरिदिनु होला भन्दै अब दोस्रो मिनी भ्लगमा भेट्ने छौँ गाइज। जय देश जय नेपाल।